मानव जीवनमा सबैभन्दा धेरै खोजिने कुरा हो सुख। तर सुख कुनै टाढाको स्थानमा भेटिने एउटा वस्तु होइन, त्यो त हाम्रो भित्री चेतनाबाट बग्ने एउटा शान्त धारा जस्तै हो। धेरै मान्छे सुखलाई बाहिरी सम्पत्ति, सफलता वा अरूको प्रशंसामा खोज्छन्। तर वास्तवमा सुखको मूल स्रोत हाम्रो सोच, मनस्थिति र जीवन हेर्ने दृष्टिकोणमै लुकेको हुन्छ। सच्चा सुख तब जन्मिन्छ जब हामी आफू मानव जीवनमा सबैभन्दा धेरै खोजिने कुरा हो सुख। तर सुख कुनै टाढाको स्थानमा भेटिने एउटा वस्तु होइन, त्यो त हाम्रो भित्री चेतनाबाट बग्ने एउटा शान्त धारा जस्तै हो। धेरै मान्छे सुखलाई बाहिरी सम्पत्ति, सफलता वा अरूको प्रशंसामा खोज्छन्। तर वास्तवमा सुखको मूल स्रोत हाम्रो सोच, मनस्थिति र जीवन हेर्ने दृष्टिकोणमै लुकेको हुन्छ। सच्चा सुख तब जन्मिन्छ जब हामी आफूभित्रको शान्तिलाई महसुस गर्न सिक्छौं, आफूलाई स्वीकार्न सक्नु, जीवनमा जे प्राप्त छ त्यसका लागि कृतज्ञता राख्नु र आजको क्षणलाई सम्मानपूर्वक जिउनु, यिनै सुखका आधार स्तम्भहरू हुन्। हरेक दिनको सानो सानो क्षण, परिवारसँगको हाँसो, प्रकृतिको सुन्दरता, स्वास्थ्य, मित्रताको हात वा आफूले गरेका साना राम्रा कामहरू यिनैले जीवनलाई उज्यालो बनाउँछन्। सुखको अर्को महत्त्वपूर्ण स्रोत हो दया र परोपकार। जब हामी अरूको भलो चाहन्छौँ, हृदयमा गहिरो छाप छोड्ने स्थायी अनुभूति हो। त्यसैगरी आत्म-अनुशासन, सकारात्मक सोच र लक्ष्यप्रति समर्पण पनि सुखको बाटो हुन्। जब हामी आफ्नो उद्देश्यतर्फ निरन्तर अघि बढ्छौं, सानो सानो प्रगति पनि ठूलो खुसी बनिन्छ। अन्ततः सुख कुनै ठाउँमा पुगेर भेटिने पुरस्कार होइन, बरु दैनिक बानी, भित्री सोच र हृदयको शुद्धतामा बस्ने अमूल्य रत्न हो। जसले आफूलाई र संसारलाई प्रेम गर्न सिक्छ, उसैका लागि सुख अनन्त रूपमा बगिरहन्छ।